वेट यार गोदावरीको उतिस घारी बबाल रहेछ त यहाँ त यार अलि माथिसम्म गइरहेको छु मलाई चाहिँ बबाल लाग्यो म त फर्स्ट टाइम आएको थिएँ यहाँ घुम्नलाई यार रमाइलो रहेछ ल ठाउँ चाहिँ अब यो बाटो कहाँसम्म जान्छ भने फर्किने हो अब फर्क्यो एउटा बाइक पनि जङ्गलै जङ्गल छ यार लुट्न आउँछ कि भन्ने डर पनि भयो अब यहाँबाट माथि त ढलन पो छ त बाटो त के हो त यार पुरै जङ्गल पो छ त ओ माई गड जानेर मासतिर भने अरे के मैले काफल खान जाने हो क्या हो यार जङ्गलमा मासतिर पुरै जङ्गल पो रहेछ यार ल अब त नजाने डर लाग्यो मलाई पनि बाटो त खोला छेउछेउ बनाएर त खोलाले फ्लातलुत पार्दैछ ल हेर्नु त खोला छेउमा बाटो बनाएछ भने हुन्छ त यहाँबाट झर्छ अब सुन्छ क्या छोएन फर्किन्छ अब नजाने मास्टर डर नि लाग्यो मलाई अब फर्किन्छ हेर्नु त गाई बाटो त सिलित्तै पारेछ नि खोलाले घोडेमानको खोला आएर छ नि ल म चाहिँ फर्क्यो है गाई झरी ल गाइज भटबडे त सुतेछ यार यो त मरेछ एउटा त मरेछ भन्थ्यो खोरा चाहिँ मूत्र त्याग गर्न गएको म बाइक त यतातिर खिलित्तै बसे ल कहाँ हो एक्लै रन थान्दै हिँडेको छु म बाइकले 500 किलोमिटर कुदाउनु पर्छ भनेको छ क्या त्यही भएर हो नि अब फर्किन्छ यसलाई उठाउँछु जान्छु काले लडिस है